नमस्कार। कालीकोट कर्णाली न्यूज च्यानल र राष्ट्रिय कृषि क्रान्ति अभियान र राष्ट्रिय उद्योग क्रान्ति अभियान र राष्ट्रिय आर्थिक क्रान्ति अभियान कार्यक्रम निरन्तर कार्यक्रममा यहाँहरूलाई स्वागत छ। जो जतिले यो भिडियो हेरेर साथ दिनुभएको छ सबैजनाले को कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न नभुल्नुहोला र यस्ता भिडियोहरू चाहिँ हेर्नका लागि र देश र जनताका जीव ज्यान र धन जोगाउनका लागि र देशको बेरोजगारीका समस्याहरूलाई चाहिँ समाधान गर्नका लागि म केही साना आफ्ना सुझाव सल्लाहहरू राख्दै र देशको अवस्थालाई परिवर्तन गर्नका लागि के गर्नुपर्दछ र देशको आवश्यकता अहिलेको आवश्यकता के हो भन्ने विषयमा चाहिँ हरेक विषयमा हरेक ठाउँमा चाहिँ मैले यस्ता कुराहरू राख्दै आएको छु। जुन चाहिँ अहिले शिक्षकको विषयमा चाहिँ कुरा आइरहेको छ, म त्यो पहिला पनि भनिसकेको थिएँ। शिक्षाको अवस्था र शिक्षकका समस्या के हुन् त भन्ने विषयमा पनि म पहिला बोलेको थिएँ र पुनः आज आन्दोलन गर्दै गरेका शिक्षकका पीडा र शिक्षकका समस्या, यी शिक्षकका समस्याहरू मात्रै होइन, निजामती कर्मचारीहरूका समस्या, सबैका समस्याहरू चाहिँ साझा हुन् र यी साझा समस्याहरूलाई चाहिँ समाधान गर्नका लागि सरकारले मात्रै विधेयक पास गरेर ती विधेयकहरू ल्याएर मात्रै देशको समस्या समाधान हुँदैन र शिक्षकका समस्याहरू चाहिँ समाधान हुन सक्दैनन्। जुन अहिले देशको आर्थिक अवस्था छ त्यो अवस्थालाई चाहिँ जबसम्म परिपूर्ति गर्न सकिँदैन तबसम्म जस्ताका तस्तै जिउका त्यौं नेपाली जनता र नेपाली कर्मचारीहरूका अवस्था रहन्छन् र रहिरहनेछन्। यस्ता आन्दोलनहरू हजारौं हुनेछन् र हुँदैछन् अझ पनि। त्यसकारण कसैले राजा चाहियो त कसैले खाजा चाहियो त कसैले बाजा चाहियो। आजको अवस्था यो छ। त्यो अवस्थालाई चाहिँ निर्मूल गर्नका लागि र देशको आर्थिक अवस्थालाई चाहिँ सुधार गर्नका लागि सबैजना जुट्नुपर्छ, उठ्नुपर्छ। मैले त्यतिकै भनेको छैन। हामीले देशमा आन्दोलन गरेर मात्रै देश समृद्ध र सफल बनाउन सकिँदैन भन्ने विषयमा चाहिँ म पहिला बोलेको छु र ती भिडियोहरू हेर्न पनि सक्नुहुन्छ। देशको आर्थिक अवस्थालाई चाहिँ वृद्धि गर्नका लागि र बेरोजगारीका समस्याहरूलाई चाहिँ समाधान गर्नका लागि जबसम्म देशको आर्थिक अर्थतन्त्र सुधार हुँदैन तबसम्म हरेक जनता हरेक ठाउँमा हरेक किसिमका आवाजहरू उठिरहन्छन् र ती आवाजहरू बुलन्द भइरहन्छन्। ती आवाज बुलन्द हुँदाको बखत हुने घटनाहरू जुन चाहिँ बालकुमारीमा घट्यो, त्यस्तै तीनकुनेमा घट्यो, यस्ता घटनाहरूलाई चाहिँ न्यूनीकरण गर्नका लागि र यी जुन चलिरहेका आन्दोलन छन् ती आन्दोलनलाई चाहिँ न्यूनीकरण गर्नका लागि अब हामी नै जुट्नुपर्छ। युवाले चाहिँ सोच्नु पर्दछ र युवाले सोच बदल्नु पर्दछ भन्ने विषयमा चाहिँ मैले पहिला पनि बोलेको थिएँ र अझ पनि बोल्दैछु।